अमेरिकन डलर चाहिँ जुन छ करेन्सी त्यो संसारभरि मान्य चाहिँ छ हैन। तपाईले व्यापार गर्दाखेरि पनि डलरमा आधारित भएर व्यापार गर्नुपर्ने अवस्था छ अहिले। तर त्यो व्यापारमा अवस्था भए तापनि अब बिस्तारै के भयो भने संसारको सिनेरियो चेन्ज भएर विभिन्न यो ट्यारिफदेखि लिएर अब जुन किसिमको चाहिँ अमेरिकाको दबदबा छ विश्व बजारमा हैन, त्यो दबदबाले लिएर विभिन्न अन्य देशहरूले त्यो दबदबालाई अब हटाउनु पर्छ र डलरमा आधारित भएर चाहिँ जुन अहिलेको व्यापार अहिलेको विश्व चलिरहेको छ त्यसलाई हटाएर सुनमा आधारित नै व्यापार गर्ने चाहिँ एउटा औजार अथवा मुद्रा चाहिँ हुनुपर्छ भनेर अहिले चाहिँ त्यो सबै कुराहरू चाहिँ अहिले बजारमा आइराखेको छ, विश्व बजारमा चलिरहेको छ। र यसले चाहिँ मलाई लाग्दैन सुनको चाहिँ जुन महत्त्व र यसको चाहिँ जुन मान्यता छ त्यसलाई चाहिँ कम गर्छ जस्तो लाग्दैन, झन् बढाउँछ जस्तो लाग्छ हैन। अहिलेसम्म हामी पेपर चाहिँ जस्तो फिएट करेन्सी भनेर भन्छौँ, डलर चाहिँ अहिले फिएट करेन्सी हो, त्यसको पछाडि सुन छैन हैन। अब तपाईले अर्को डिजिटल करेन्सीको रूपमा बिटकॉइन आइरहेको छ क्रिप्टोमा हैन। अब क्रिप्टोको भाउ चाहिँ अब आजभन्दा 7-8 वर्ष अगाडि $2000 $2500 को चाहिँ क्रिप्टो करेन्सी बढेर 1,29,000 सम्म पुग्यो डलर हैन। अब 80 क्र्यास भएर 1,02,000 मा आयो। त्यस्तो फ्लक्चुएट हुन एकदम हाइली भोलाटाइल चाहिँ त्यसमा चाहिँ बिटकॉइन छ र त्यसलाई चाहिँ अमेरिकाले अहिले ब्याकिङ गरिरहेको छ। अब हामी बिटकॉइनको राजधानी बनाउँछौँ अमेरिकालाई भनिराखेको छ हैन। त्यो भन्न खोजेको के हो भने भोलिको विश्व बजार चाहिँ बिटकॉइनबाट चाहिँ सञ्चालित होस् भन्ने चाहना चाहिँ अमेरिकाको देखियो। अब त्यसको विपरीतमा तपाईले जुन रुस हैन, चाइना लगायतका चाहिँ जुन ब्रिक्स कन्ट्रीहरू छन् उनीहरूले अर्को एलायन्स खडा गरेर के गरेको छ भने यो बिटकॉइन होइन, हामीलाई त सुनले ब्याकिङ गरेको इकोनोमी चाहिन्छ, त्यसकारणले उनीहरूले म्यासिभली चाहिँ सुनको खरिद गरेको छ हैन। उनीहरूले त्यो सुनलाई जम्मा गर्दै लगेको छ र उनीहरूको भल्टमा अहिले हेर्यो भने हजारौं टन सुनहरू उनीहरूले थपेको छ विदिन चाहिँ 2022, 23, 24, 25 हैन। यो 4-5 वर्षको दौरानमा सबभन्दा धेरै सुन चाहिँ यी देशहरूले किनेका छन् र यसको साथसाथमा अब अहिले आएर त सुन त अमेरिकाले पनि किन्न थालेको छ, किनभने न्युयोर्कको चाहिँ जुन कमेक्स हाउस छ त्यहाँ पनि डेलिभरी गर्नको लागि समेत सुन र चाँदीको धेरै ठुलो सर्टेज चाहिँ भएको अवस्था छ हैन। न्युयोर्कको मार्केटमा र अहिले चाहिँ लन्डनमा भएको सुनहरू चाँदीहरू सबै चाहिँ अमेरिका सिफ्ट भइरहेको चाहिँ अहिले हामी समाचार सुन्छौँ। त्यो भएको कारणै के हो भने अमेरिकामा पनि सुनको डिमान्ड बढ्दैछ। त्यसकारणले गर्दाखेरि सुनमा मैले चाहिँ धेरै राम्रो प्रोस्पेक्टस चाहिँ देख्छु। अब हामीले आजै किनेर भोलि नै नाफा खाउँ होइन, 1 महिना पछि नै नाफा खाउँ भनेर सर्ट टर्मको हिसाबले हेर्न चाहिँ भएन। यो भनेको एकदमै हामीले चाहिँ दीर्घकालीन लगानीको रूपमा हेर्नुपर्छ।